हेलो साथीहरू, नमस्ते। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ तपाईँहरूकै भिडियो कर्मी राजकुमार चौधरी। अनि म चाहिँ धेरै दिनपछि आज भिडियो कन्टिन्यू गर्दैछु। बिचमा म चाहिँ थोरै प्रब्लम परिरहेको थियो होइन, म चाहिँ भिडियो कन्टिन्यू गर्न सकिरहेको थिएन। आज चाहिँ म यो धनगढीको यो बेलनाडी वैवाहको यो बस पार्कमा छु होइन। यहाँ चाहिँ यो धनगढीको जनजीवन चाहिँ यस्तो चलिरहेछ। यो बस पार्कमा चाहिँ बस छ होइन। अनि यता चाहिँ यो धनगढीको यो भन्सार रोड हो। यो भन्सार रोड हो। अनि यता सबै बस लागेकै छ होइन। अनि म चाहिँ यसरी उभिरहेको छु। अनि त्यताबाट देखाउँछ होइन। यता अटो चलिरहेछ। अनि म चाहिँ धेरै दिनपछि भिडियो कन्टिन्यू गरिरहेको छु। अनि म चाहिँ कति भन्नाले 20-25 दिन भइसक्यो भिडियो चाहिँ एउटा पनि बनाएको थिएन। अनि आज चाहिँ धनगढी आएको थिएँ अनि एउटा भिडियो बनाउँदैछु होइन। भिडियो मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि च्यानललाई सब्सक्राइब गर्नु होला। सो लाइक साथीहरू, म यहाँ चाहिँ धनगढी कति 2-3 वर्षमै कस्तो डेभलप भइसकेको छ होइन। म चाहिँ यसरी फर्काएर त्यो अर्को क्यामेराबाट देखाउँछु होइन। यो चाहिँ ड्राइभर हो। यो चाहिँ धनगढी बजार यस्तो छ होइन। यहाँ चाहिँ पुरा अब रुखहरू फुल्ने बेला भइसक्यो होइन। यो यहाँ सब बसहरू लागेको छ। यहाँ चाहिँ काउन्टर छ। यहाँ चाहिँ काउन्टर छ। अनि यता चाहिँ यो सबै यसरी अब यो यताको छेउ चाहिँ यस्तो देखिरहेछ। ठिकै छ, चलिरहेछ जिन्दगी। धनगढी में है भैया, धनगढी में अभी हम बस पार्कमा छु धनगढीको। अनि यता चाहिँ यो धनगढी यो पछाडि चाहिँ धनगढी चौरातिर जाने बाटो हो। अनि यता फर्केर त्यो पर यता चाहिँ बाउदर घरीफन्टा नै के भन्छ टोके बजारतिर जाने बाटो हो। सो लाइक साथीहरू, भिडियो मन पर्यो भने लाइक गर्नु होला, भिडियोलाई कमेन्ट गर्नु होला र च्यानललाई अवश्य सब्सक्राइब गर्नु होला। यस्तै नयाँ भिडियो हेर्नलाई च्यानललाई सब्सक्राइब गरिराख्नु। सो लाइक साथीहरू, यो चाहिँ भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ अब फेरि भिडियो चाहिँ कन्टिन्यू गर्ने नै छु। ब्याक टु ब्याक भिडियो आउने नै छ होइन युट्युबमा। अनि च्यानललाई सब्सक्राइब गरेरै राख्नु होला। म चाहिँ आज चाहिँ सुरुवात भनौँ न फेरि भिडियोको। अहिले चाहिँ यत्तिकै भिडियो होस्। अनि म चाहिँ फेरि भिडियो बनाउने नै छु। नयाँ ठाउँ देखाउने नै छु। अहिले त कति भिडियो आउने छ होइन। अनि त्यसको लागि चाहिँ कमेन्ट गर्दै राख्नु होला। सो धन्यवाद।